वेलकम गाइस टु द न्यू भिडियो। आज हामीले वर्ल्ड कपको मिमहरू नयाँ नयाँ मिमहरू रियाक्ट गर्दैछौँ। कता बवाल बवाल मिम लिएर आएको छु मैले। अनि यो भिडियो राम्रो लाग्यो भने लाइक हान्नु होला, सेयर सब्सक्राइब गर्नु पनि नबिर्सिनु होला। अनि स्टे टिल द एन्ड है। कर दिया। नानी है मेरा दोस्त है, कट्टर पोर्चुगल फैन है। इसको कुछ उल्टा सीधा मत बोल देना, येड़े खोपड़ी का है। नानी क्या मेरा मजाक उड़ाएगी। हम लोग रेड डॉट स्क्रिप्टेड वर्ल्ड कप नहीं जीतते, वो भी पेनल्टीज के साथ। अच्छा तूने जिंदगी में कभी तारे नहीं देखे होंगे ना। अर्जेंटीना फैन जैसे अनपढ़ वाले बातें मत किया करो। तारे आसमान में ही रहते, सब देख सकते। तुम पोर्चुगल वाले कभी नहीं देख सकते। अर्जेंटीना के रेड कभी सुधरोगे नहीं। पोर्चुगल रोनाल्डो के बारे में कुछ बोलने का नहीं। पर इन दोनों त्यो चाहिँ हो है, पोर्चुगलले हारेको तरिकाले वर्ल्ड कप जित्ला जस्तो लाग्दैन मलाई। यो क्रिन्ज मिम त लास्टै पपुलर हो कि नेपालमा। फेरि नि क्रिन्ज चाहिँ चल्छ। मेसी भनेपछि यस्तै हो होला। मेसी लास्ट अक्वर्ड लाग्छ कि। मेसीले अक्वर्ड नभए रोनाल्डो जस्तो। रोनाल्डो जतिको छ नि अलिकति बोल्ने जे त्यो हुन्छ नि हाइफाई अलिकति त्यो प्रोफेसनल, त्यतिको मेसी भइरहेको छ। मेसीको पपुलारिटी लास्टै धेरै हुन्थ्यो नि। तर यो भएन, के गर्नु। गेम प्लेमा चाहिँ मेसीलाई सकिन्न। मेसी गिफ्टेड भन्छन् नि। यस्तो के त्यो हरेक हरेक मान्छेको लाइफमा यस्तै हुन्छ कि जोसी हाल्ने मान्छे हुन्छ नि। सानो सानो देखिने बेला त मलाई जोसी हाल्यो है, तर जोसिस भन्ने टाइपको के। यस्तै यस्तै लाग्छ मेसी भने मलाई। ल झन् के हो, किसै हाल्ला के हो। बिचरा हो, के गरौँ आफूलाई। यो मिम चाहिँ लास्टै फेमस भयो कि। यो बिचरा रिपोर्टर हाँस्दिरहेछ नि, आफ्नो ममको डेथ हो कि कसको डेथ भएर। अनि यसलाई मेसी त पुरै हाँस्दिरहेको के रिपोर्टर रोयो बेला। तर अक्वार्ड अझै पनि इङ्ग्लिस ल्याङ्ग्वेज नजान्दैन नि त मेसीले। अनि त्यो भएर नि होला मेसीको अझै नमिल्या हामीसँग रेजोनेट नहुन सके जस्तो हुन्छ कि। अगर आपके पास कोई सुपर पावर होती तो आप क्या करते भाई? डोरेमोन का पॉकेट लिखा जसले बुझेन यसलाई। अरे जब पेमेंट डबल हो जाए ना तो सीआईडी शो का एसीपी प्रद्युमन भी बन सकता है। कुछ भी हो सकता है मेरी लाइफ में, कुछ भी हो सकता है। एसी प्रद्युमन भी बन सकते हैं आप। हाँ, दरवाजा तोड़वाएंगे आप। दरवाजा तोड़ो दया, मुझे लगता है कुछ हैपनिंग है। सर वो बाहर का दरवाजा तोड़वाते हैं, आप अंदर वाला तोड़वा रहे हो। मेरा अंदर का दरवाजा कब का टूट चुका है, कब। तर करण जोहर चाहिँ गे नै हो उनीहरूलाई। तर अझै त्यसलाई पनि कति राम्ररी प्रेजेन्ट गर्छ आफ्नो विरुद्ध। त्यो चाहिँ रमाइलो लाग्छ यिनीहरूको, कपिल शर्मा अनि करण जोहरको त्यो मिमहरू हुन्छ नि। नहीं टीचर, आप हमेशा के लिए खुशी खुशी नहीं रहेंगी। क्यों? क्योंकि राजकुमार जब आपका खोया हुआ जूता लेकर आएगा वो आपको पहचानेगा कैसे? आपके तो पैर ही नहीं है। बच्चाले हान्दियो खतरा चाहिँ। पुरानो मुभीहरू त बबाल हुन्छ कि। अहिले पो हावा आउँछ मुभी। नमस्कार, म भाग्य नेउपाने। यो भाग्य निपानेवाला मिम पनि धेरै चल्यो यार। अंग्रेजी आउँछ भनेपछि आउँछ। केही सोध्नु नि त मलाई अंग्रेजीमा। तपाईको नाम के हो? काली गए गोरी आउँछन्, काली गए पो गोरी आउँछन्। त्यो अलक्षणी त पहिल्यै गोरी थिए। हे प्रभु हे हरि राम कृष्ण। की गर्लफ्रेन्ड नि छ र? गर्लफ्रेन्ड होइन, छप्की। क्या बोला तूने? सबकी देखे बढ्दा त जेन्जी हाइप छ दिन्छ नि त यार। भिडियो बनाएर
भिडियो बनाएर भन्नुबाट चाहिँ होला तर खतरा लाग्यो ब्रो रुद्र मोती चोक कता हो हामी पनि हराएको मलाई नि यस्तो हुन्छ कि अब काठमाडौँ 2 महिना भएको छ होइन आएको अब मलाई सबले सोधिरहेको हुन्छ तपाईको परिचय भन्नु न म नवराजु प्रति कहाँ जाँदै हुनुहुन्थ्यो अहिले म बाटो हिँड्दै थिएँ कहाँ जानलाई बाटो हिँड्न कहीँ जानुपर्छ मेरो आफ्नै डेस्टिनेसन छ दाइसँग फाइनल्ली भेटियो हैन यो जीवअप चाहिँ जहिले नि चिलिम खाएर होइन डक्क पुरा लाकै हुन्छ है उसलाई चाहिँ नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ जेसुकै गर भन्ने सन्देश दिन्छु यो बड्डाको मिम पनि भाइरल भयो यार बड्डाले अस्ति के अरे उहाँ संसद भवनमा कि म जस्तो पपुलर कोही छैन भनिरहेको मलाई हाँसो लाग्छ यार सुनेर अब तपाईहरु दुईजना जाँदै गर्नुस् पहिलोचोटि हेर्दाखेरि राष्ट्रिय खतरा लाग्यो क्या बाबु के भन्ने रोनाल्डो गुड त्यसपछि कालो टी सर्ट लगाउने भाइलाई के एम्बाप्पे अथवा अरु खेलाडीहरु के भन्नु मन छ मैले भने मेसी खतरा भयो यो पनि खतरै छ तर यस्तो सबैभन्दा धेरै वर्ल्ड कप जित्ने टिमको नाम कुन हो भाइ चाउमिन खानलाई आएर चाहिँ क्या हो अब उसलाई केही थाहा नै छैन पोर्चुगल भनिदिरहेको सबैभन्दा One is a World Cup lineup for India. Gandhi, Blandi, Bani, Dani, धमला दाइ के गर्छन् हेरौँ है यो किन रेजिनेट भयो भनेपछि उसले जिसी धमला जहाँ जान खोज्छ नि त्यो रोकिदिरहेको हुन्छन् के अरे हाम्रो त्यो के अरे यस्ता नाथे स्टेडियम हामी श्रमबाटै बनाइन्छौँ हौ मेसी चाहिँ कता छ यसो ढुङ्गा बोकाउन लगौँ भनेको तर इगो चाहिँ खतरा छ क्या उसको हर्कदाइको इगो चाहिँ खतरा छ भन्ने कुरा त भनिरहेको हुन्छ नि तर नभन्ने कुरा पनि भनिदिरहेको हुन्छ नि त्यसलाई नराम्रो देखायो नि त तर त्यति नराम्रो मान्छे नि होइन यो हर्कदाइ कहिले आउँछ दिदी वर्षै पछि हो हेर न यसका बुद्धि के खाइ एक वर्षमा नि ए मलाई थाहा भयो 6 महिनामा आउनु रहेछ ल यो मलाई नि भएको थियो कि एकचोटि होइन गफ त हानिदिन्छ के र साथीभाइसँग अनि मैले हेरेको थिइनँ अब के अरे वर्ल्ड कप सुन्न चाहिँ सुने अब सानोमा बाबा अङ्कलहरूले हेर्नुहुन्थ्यो अनि के अरे कहिले वर्ल्ड कप हुन्छ वर्ल्ड कप थाहा तँलाई भनेर सोधेँ अनि मैले थाहा छ रोनाल्डो मेसी अहिले हान्ने अर्जेन्टिना 1-2टा टिमको नाम थाहा भइहाल्छ अनि कति वर्षमा हुन्छ सोधेँ अनि एकै वर्षमा त होइन आइपिएल जस्तो भने बिल्ला भएको थियो क्लासभरि त्यो हुने रहेछ कहिले यस्ता तिमीहरु थरीका जर्सी किन लगाएको छौ कि डाइरेक्ट यो फ्रान्सको लगाउ न यो पालि वर्ल्ड कपै फ्रान्सले उठाउँछ पोहोर साल पो अलिअलि के देउता सेउता नमिलेर उठाउन नसक्यो यो पालि त सिधै प्याक हान्छ फाइनलमा गएर जित्छ फ्रान्सले जित्छ मलाई फ्रान्सले यो चोटिको वर्ल्ड कप उठाउने भनेको स्पेनले अहिलेको स्पेनका खेलाडीहरू थाहा त आम्मामा पुरै युवा छन् के भगवान कसम स्पेनले जितेन भनेपछि मेरा मुखमा गुच्चा भएर थुकिदिनु ल यो स्टारले त्यतिकै सिला होला यसरीको दावेदार भनेकै ब्राजिल हो जित्छ स्पेन फ्रान्सले एकचोटि भनेको पोर्चुगलले जित्छ रोनाल्डोको किक देखाएको छ कि 22 साइकल यस्तरी हान्ने रोनाल्डो भनेको तर अर्कै हाँसो लाग्छ क्या अब ऊ टिमहरू पनि ह्यान्डसेक गरिरहेको हुन्छन् मिलिरहेको हुन्छन् होइन सबैले कमाइरहेको हुन्छन् तर त्यो फाइट परिदिने क्या एउटा टिम पछ त्यही भएर यो चाहिँ राम्रो होइन मिलेर बस्नुपर्छ गाइज ओके हेर सङ्गिनीहरू यो पालिको 2026 को वर्ल्ड कप चाहिँ जसरी भए पनि हामीले हेर्नुपर्छ बुझ्यौ कि नै अनि सङ्गिनी यो वर्ल्ड कप टिकटकमा आउँछ कि आउँदैन कसको आइडीमा आउँयो फेरि यार सङ्गिनी भने यति पनि थाहा छैन क्या तपाईँ सङ्गिनीलाई उहाँमा आउँछ क्या मनिषा 12 छ नि हो त्यहीमा आउँछ क्या अनि भन सङ्गिनीहरू तिमीहरू त कसको फ्यान हो म त यी म्याक्सीको फ्यान हो त्यही भएर म्याक्सी लगाएको छु म्याक्सीको फ्यान गरे त्यस्ता पाजी म्याक्सी म त रोनाल्डोको फ्यान हो त्यस्ता म्याक्सी म त नेवारको फ्यान हो नेवार नेवार हेर सङ्गिनीहरू
तर केटीहरूलाई जे भयो भने बुद्धि नभएको टाइपको देखाइहाल्छन् कि आफै नै यस्तै मिम बनाइराखन् त्यो पनि ठिकै छ अब भ्यू चाहियो होला उनीहरूलाई नि तर ब्रेन नभएको टाइपको देखाइदिने त्यस्तो होइन नि कस्तो खतरा खतरा फ्यान देखेको छु मैले केटीहरू फिफा वर्ल्ड कप 2026 कसले जित्छ होला स्योरली फ्रान्स पोर्चुगलले नै जित्छ तर के अरे नेपालीहरू के बानी छ भने नथाहा भए पनि बोलिदिइहाल्ने के बड्डाले नेपाल भनिदिएर ऋषि धवला भेलु बाजे बिचरा मरिसक्यो अब उनलाई नै राख्दै जान्छ टिममा It's not Virat. It is Virat. No, it's not. It's Virat. It's Virat Kohli. It's Virat. Would you call him to take his name properly? Virat. You don't know anything about cricket. थ्याङ्क यू गाइज फर वाचिङ टिल द एन्ड अफ दिस भिडियो यो भिडियो राम्रो लाग्यो भने लाइक चाहिँ गरिदिनु होला अनि अर्को भिडियोमा के नयाँ कुरा केही चाहिन्छ भने चाहिँ तल कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला ल बाई